हेलो साथीहरू वेलकम टु माई भ्लग। आज चाहिँ म बिहान उठेर रेडी भइसकेँ। अनिखेरि आजको मौसम चाहिँ एकदम राम्रो रहेको छ है। अस्ति अस्ति पानी परेर लास्ट च्याउ भइरहेको थियो अनि आज चाहिँ पानी पनि रोकेको छ अनि घाम पनि लाग्ला जस्तो भइरहेछ। सो म चाहिँ उठेर रेडी भइसकेँ। रेडी भनेर लुगा फेरिसकेँ। अब म चाहिँ आफ्नो कामतर्फ लाग्छु होइन। अब चाहिँ पूजा गर्न जाँदैछु साथीहरू। अनि आज चाहिँ म दिनमा के गर्छु भनेर तपाईँहरूलाई देखाउँछु। आज चाहिँ मेरो सन्डे हो, त सन्डे चाहिँ म फ्री हुन्छु। सो आज सन्डे चाहिँ म चाहिँ के गर्छु भनेर चाहिँ आज तपाईँहरूलाई म देखाउँछु। ल हेर्नुहोस् है। ओके म चाहिँ गएँ अब पूजा गर्नलाई साथीहरू। सक्दा नि हाम्रो हिजो डन चाहिँ सुतिरहनुहुन्छ। उहाँको निन्द्रा चाहिँ 9-10 नबजिकन खोल्दैन, किनकि उहाँ चाहिँ कुम्भकर्णको दोस्रो नाम हुनुहुन्छ है साने। यो कुम्भकर्णको दोस्रो नाम हो क्या साथीहरू। यो चाहिँ जहिले यसरी नै सुतिरहन्छ है। उसले चाहिँ सुत्न छोडेर डिस्टर्ब नगरेर अब हामी लागौँ आफ्नो कामतिर। साने फाइनली साथीहरू मेरो पूजा गर्ने काम सक्यो। अब चाहिँ म खाना बनाउन आएको। खाना चाहिँ मम्मीले खाना चाहिँ बसाइसक्नु भएछ यता। अनि म चाहिँ तरकारी पनि काटेर रेडी गरिसक्नु भएछ होइन। अनि फेरि प्याज चाहिँ काट्नु बाँकी रहेछ। सो म चाहिँ अब प्याज काटेर तरकारी बनाउँछु। आज हाम्रो घरमा के पाक्दैछ भन्दाखेरि चाहिँ आज हाम्रो घरमा इस्कुसको तरकारी पाक्दैछ। तपाईँहरूले मनपर्छ कि पर्दैन थाहा छैन, तर मलाई मनपर्छ। सबैलाई मनपर्छ। सो म चाहिँ अब इस्कुसको तरकारी मिठो गरेर पकाउँछु। देन अचार बनाउँछु होइन। अनि घर बसेर लगायत पर्ने यसो खानु नआएको कि फेरि इस्कुस फेरि पकुवा केही छैन, मिठो हुन्छ होइन। फेरि माछा मासु नै खानुहुन्न। दिदी बुई गर्छ खै आमा हातमा छोडे खै न बदमास। आऊ न तिमी कस्तो नक्कली हेर्दैछ है। आऊ न एकछिनमा जाने मम्मीसँग। हाम्रो हेर्छ यस्तो छै। जसले बोक्यो त्यही अन्त आउँदैन भन्ने है। त्यहाँ हेरौँ कसले बोलायो त्यहाँ हेरौँ न। कहिले बोलाएको मेरो
बस्ती गएर हेजल डन यस्तै छ हाम्रो हेजल डन यस्तै छ। हामी चाहिँ यहाँ मम्मीले अचार पस्नु लगाइरहेको छ। बिहा चाहिँ चैतो छ अहिले क्यामेराबाट गएर अनि तरकारी बनाउँदैछु साथीहरू। फेरि मम्मी हाम्रो चाहिँ मङ्सिरमा दिवाली छ। मम्मीको बर्थडे नि मङ्सिर, मेरो बर्थडे नि मङ्सिरमा। यसपालि बर्थडे तरकारी बनाउँदैछु साथीहरू, हेर्न सक्नुहुन्छ। तरकारी अचार रेडी भइरहेछ हाम्रो। ट्याक्क लगाएर हाम्रो हेजन चाहिँ यहाँ माथि गएर यसरी बस्नु भएको छ डन पल्टेर। अहिले त्यहाँ माम खाने ठाउँमा पक्न तल म के गर्छु। कतामरी त्यही बसेर खानुपर्ने, त्यहाँ बसेर खान्छ हुन्छ। यसपालि तिमीले त्यहाँ लानुपर्छ, हामी गर्नु त त्यहाँ लानु, त्यहाँ लगेर खाँदैन। यसपालि त्यसो गरेर आउनुपर्छ कि तलली भनेर नानी मौका हात मिस्या मनपर्छ नि दिवालीमा। अब हाम्रो एउटा त्यस्तो सारा मिल्नुपर्छ। अब त्यहाँ भनेर हामी मर्नु पऱ्यो कि त्यो के बनाएर लाने उता यहीँ बनाएर लाने, त्यहाँ बसेर खाने आउने। चल्लो नै थरी छ साथीहरू। हाम्रो चल्लो मिल्दैन, यता कुरा उता मिल्दैन, उता कुरा यता मिल्दैन। इन्टरकास्ट म्यारेज भयो भने त्यस्तो हुन्छ। उता गर्नु हुँदैन, उता गर्नु हुँदैन। त्यस्तो छ साथीहरू, गाह्रो छ इन्टरकास्ट बिहे गर्न। साथीहरू म चाहिँ अब रेडी भएर कलेज जानु लाग्यो। कलेजमा चाहिँ मार्कसिट लिन जानुपर्ने छ। अब अस्ति नै एक्जाम सकेको। म चाहिँ कहिले भएर लिन जानै पाएको थिइनँ। अनि आज चाहिँ घर बस्या बेला चाहिँ म भनेर चाहिँ कति हतारेर बोले म ढिला भइसक्यो क्या। घर बस्या बेला भएर चाहिँ म चाहिँ मार्कसिट लिन जान्छु है साथीहरू। अब म अहिले एकछिनमा भेट्छौँला, बाई बाई। कलेज गएर नै आइसकेँ है। अनि कलेज गएर आएको मेरो दिमाग खराब भइरहेछ। मेरो रजिस्ट्रेसन नम्बरै हराएछ होइन। अब फेरि ट्यु गरेर फेरि रजिस्ट्रेसन नम्बर निकाल यहाँ आइरहनु हो। मेरो दिमाग खराब भइरहेछ आज। अनि आएर खानासाना खाएर अब म चाहिँ लुगा धुँदैछु, किनभने चाहिँ यो लुगाको चाहिँ कलर जान्छ। सो त्यही भएर यसलाई मेसिनमा हाल्ने कुरा त भएन। कलर जाने लुगा सबैमा कलर लाग्छ, त्यही भएर यो कलर जाने लुगा चाहिँ हातैले धुन्छु म। अनि हिजो चाहिँ मैले लुगा हालेको थिएँ मेसिनमा, अनि यसमा दाग थियो है। यो हुडीमा दागै गएन छ कि। पहिले दाग सफा गरेर हाल्नुपर्ने, अल्छी लगाएर जान्छ कि भनेर हेरौँ न होइन, काम कति भनेर चाहिँ गरेको है, हालेको जान्छ कि भनेर होइन। तर गएन छ साथीहरू। त्यही भएर अब म यसलाई चाहिँ दुइटालाई चाहिँ हातले नै धोएर मिचिक पार्ने छु। अनि त्यसपछि चाहिँ के गर्छु हेर, मेरो हेल्थ होस् जानुपर्ने काम त छ आज मेरो हेल्थ चेकअपको लागि होइन। त्यही भएर अब हेरौँ के हुन्छ। पहिला यो सफा गरौँ अनि स्टे ट्युन साथीहरू। ए यो होइन, यो चाहिँ होइन। अनि साबुन लगाइसकेँ यसमा है। अब यो पखाल्नु पऱ्यो मजाले, काम गर्नु साथीहरू पखाल्नु पऱ्यो। मेरो पुर्खाको भएको छ नि त धेरै नै त होइन। एक दिन लगाएको, एक दिन लाउँदा नै त्यो के अरे दाग लाग्यो। दाग कलर जान्छ यसको लास्ट होइन, अलिअलि कलर जान्छ। त्यही पनि त पऱ्यो नि होइन साथीहरू। सक्दिनँ म काम गर्नु सक्दिनँ साथीहरू। धेरै कम्मरले सक्दिनँ, हातले सक्दैन म। गाह्रो छ मलाई त। भगवान्ले सुते खाना बनाउनु हुन्छ कहाँ के मिस्टेक भयो है।
हुन्छ साथीहरू के गर्नु साह्रो हुन्छ कम्मर दुख्छ अलिअलि है त्यो पनि अब राख्नु हुनु पऱ्यो अर्को दिन पनि फेरि कलर जाने भएको भएर मात्रै धुनु पऱ्यो नत्र त सजिलै थियो अहिले त होइन आधुनिक जमानामा केही गाह्रो छैन कलर जानु पऱ्यो अब हुडी एउटा बाँकी छ दाग अलिकति त्यसको दाग हटाउनु पर्ने छ होइन त्यसपछि मेरो कार्यक्रम सकिन्छ दाग लाग्दैन बिजोड राख्ने लुगामा दुखेर लिनु मेरो हात के भन्नु के यस्तो छ त छैन अब यो धोएर चाहिँ भेटौँला फेरि ल म चाहिँ अब अहिले पोस्ट जान लगाएको है ड्याडीसँग मेरो चाहिँ जचाउनु पर्ने भएकोले यो चाहिँ अब नगरपालिकाबाट होइन केबाट स्वास्थ्य बिमा कार्ड हो यो चाहिँ मेरो यो भन्छ यसले 50% अफ हुन्छ क्या तपाईँको त्यही भएर अब चाहिँ हामी हेल्थ पोस्ट जाँदैछौँ हामी हेल्थ पोस्ट चाहिँ आइपुग्यौँ तर टिकट लिन ड्याडी लाइनमा बसिरहनु भएको छ है म चाहिँ अब वासरुम आएको थिएँ टिकट नि कतिखेर लिने हो थाहा छैन अब बढी गाह्रो बादल भयो नि बढी गाह्रो कति टाटो भएको छ ल हेर यिनीहरू आमा त्यत्तिकै कुकुर भने आउँदा ल कति बढी गाह्रो हुन्छ यो ल एक बजे ठ्याक्कै आजको दिन मेरो 1 बजे चाहिँ ट्याक्क लाएर मै औषधिको पोको बोकेर आइसकेको छु मेरो लागि हो यो औषधि साथीहरू औषधि खाएरै जिन्दगी जाने भयो मेरो चाहिँ होइन अब यस्तै छ के गर्नु नखाइ नहुने खाना पर्ने नखाए फेरि झन् गाह्रो हुने त्यही भएर औषधि त लिएर आयो हामीले आज अनिखेरि यो चाहिँ मेरो बिमाको कार्ड हो तर औषधि नै छैन कि बिमा गरेँ भन्ने मात्रै हो त्यो वर्ष गएर हस्पिटल औषधि नै हुँदैन म जहिले बिराम भएर कहिले औषधि हुँदैन कहिले पनि औषधि हुँदैन ओके साथीहरू आजको दिन कति बज्यो 1 बज्यो 1 बजेसम्म बिहानदेखि यो आज राम्ररी बस्न पनि पाएको छैन अरू बेला त सुतेरै बस्ने हो आइतबार तर आज चाहिँ यताउति गर्दा भर्खर एकछिन बस्न पाएँ अब एकछिन रेस्ट गर्छु मलाई त्यहाँ डक्टरले यहाँ कसरी दुखाइदिन्छ आमा म दुखाएर के गर्छु बिचरा उनीहरूको पनि काम हो हेर्नु परिहाल्यो गर्नु परिहाल्यो त्यही हो साथीहरू अब आजको दिन चाहिँ यतिकै भयो अब बेलुकासम्म हेरौँ के हुन्छ मेरो लाइफमा के घटना घट्छ घटना होइन मलाई थाहा छैन त एकछिनपछि के हुन्छ थाहा हुन्छ त थाहा हुन्छ अब एकछिनपछि के हुन्छ कहाँ जान्छ आई डोन्ट नो मलाई त कसैलाई थाहा छैन एकछिनपछि के हुन्छ भनेर फ्युचर हामीलाई थाहा हुँदैन सो अबको मेरो फ्युचर मैले चाहिँ यो औषधिहरू लिएर आएको थिएँ साथीहरू दुईवटा होइन अनि यो औषधिहरू छ अनि यो औषधिहरू चाहिँ यहाँ पसलेले आफैले ट्याग टाँसेको छ क्या होइन सो म चाहिँ अब यसको एक्चुअल मार्केट प्राइस चाहिँ कति रहेछ भनेर म गुगल गर्छु लेट्स सी द मार्केट प्राइस मेरोमा त साथीहरू कति रहेछ कपाल नि कति झरेर जात्रै भएको छ है मेरो तपाईँहरूको नि त्यस्तै कपाल झरेको छ भने चाहिँ के गर्ने अब मलाई भन्नु है के गर्ने हो भनेर मलाई थाहा छैन कि मेरोमा त साथीहरू यसको मार्केट प्राइस कति रहेछ र हामीलाई चाहिँ यहाँ कति लियो होइन अब त्यो हुन त अब त्यो फार्मेसीहरूमा महँगो त महँगै लिन्छ होइन प्राइस इन नेपाल होइन सरी मार्केट प्राइस नट प्राइस मार्केट प्राइस इन नेपाल हेरौँ है कति रहेछ यसको चाहिँ कति ओइ यहाँ 560 छ है 560 छ अनि फेरि यही होइन त यहाँ त स्पेलिङ नै अर्कै छ त यसमा अर्कै छ यसमा अर्कै छ त बाठा गुगलमै राख्नु देखाइन क्या हो अरे के त्यस्तो त हुँदैन 100 1000 mg 600 होइन होला हो यो त तपाईँले खोजेको पेजमा देखिन सक्ने शब्दहरू प्रयोग गरी हेर्नुहोस् थुक्क यसमा नि छैन प्राइस दिएको छैन यसमा नि छैन प्राइस दिएको छैन छैन रहेछ साथीहरू प्राइस दिएको बाटो छ सबजना पैसा खानु पर्छ
मोमो खान थालिसक्यो हामीले चाहिँ घरमा अस्ति नै मोमो फ्री के गरेर है डिफ्रिज गरेर राखेको थियो बाहिर बनाएर अनि ऊ चाहिँ यहाँ मस्त खान लागिरहेछ मेरो अगाडि देखाउँदै है अनि हेजल चाहिँ यहाँ हेर्दैछ हेजल बहादुर चाहिँ मस्त खान लाग्छ ल हेर्नुहोस् यस्तो छ पापीहरू अनि साथीहरू राति पनि भयो रे के फाइनल्ली रे के फेरि कहिले नभास्तो राति भयो है अब चाहिँ आजको दिन चाहिँ यत्तिकै गयो यता गयो उता गयो है यो गऱ्यो त्यो गऱ्यो आजको दिन चाहिँ यत्तिकै सक्यो क्या मेरो अब भोलि फेरि ड्युटीमा होइन पुरै खटिनु पऱ्यो नि त होइन ड्युटी जानु पऱ्यो अनि आज चाहिँ रेस्ट गर्ने दिन पनि मेरो आज के भयो यत्तिकै गयो अब अझै एउटा काम बाँकी छ आज के थाहा छ लुगा पट्टाउने काम बाँकी छ यहाँ साथीहरू एक डङ्गुर लुगा छ लुगा पट्टाउनु छ मलाई मात्रै होइन उसलाई पनि पट्टाउनु छ किनकि म मात्रै पट्टाउँदिनँ हो कि बाबा के गरेर तपाईँ म चाहिँ यहाँ आसी पात्रो स्टुल पातलो पार्ने मसिन के भन्छ यो मेडिसिन खोल्दैछु कन्स्टिपेसन होला जस्तो भइरहेछ अरे एजललाई औषधि खाएर स्टुल पास गर्नुपर्ने छ साथीहरू के गर्नु यहाँ रहेछ त त्यो एक चम्चा हाल्ने रे के आगो त एक चम्चा हाल्ने हेजल हेर्नु न यहाँ फेरि के नै हेजललाई फिस्तुला भइरहेछ त्यही भएर हेजललाई ल्याइदिएको के नै खानु लाग्यो भने म चाहिँ फेरि पुरा एकदम एक्साइटेड भएर हेर्नु नि केही होइन जाने त्यो दिदीको औषधि हो तिम्रो होइन तिम्रो औषधि हिजो खाएको होइन तिम्रो औषधि बाँकी छ नि तिम्रो भिटामिन 3 दिनपछि खानुपर्छ माया गर्नु पर्दैन त्यही हो साथीहरू अब आज यो लुगा पट्टम होइन लुगा पट्टाएर धक्क लाएर तरासमा ठ्याक्क लाएर लुगालाई सेटिङ गरिदिउँ होइन अनि त्यसपछि खानासाना खाएर अनि आज चाहिँ सुत्दिने हो भोलि बिहान उठेर फेरि हिँड्नुपर्छ कि होइन गाह्रो हुन्छ नि त सो आज टाइममा सुतेर रेस्ट लिनुपर्छ साथीहरू भिडियो पनि एडिट गर्नु छ होइन काम धेरै छ सो आजको लागि चाहिँ म भ्लग द एन्ड गर्छु होइन तर यो के भन्छ समाप्त चाहिँ होइन यो चाहिँ क्रमशः चाहिँ होला साथीहरू ओके ल सबैलाई बाई बाई टाटा बाई बाई सी यू इन नेक्स्ट भ्लग So stay tuned. Till then, bye bye. Love you all.